हेलो साथीहरू, मैले चाहिँ आज खाजामा चिकन पास्ता बनाउँदैछु। यो चाहिँ मैले चिकन रातो गरेर फ्राई गरेँ अनि यो चाहिँ बन्दा प्याज मसिनो गरेर काटेँ। अनि त्यसपछि पास्ता बोइल गरेर एकदम रेडीमा छु म। अनि त्यसपछि मैले थोरै प्यानमा तेल हालेर बन्दा र प्याज एड गरेँ। अनि मलाई चाहिँ यो भेजिटेबलहरू चाउमिनमा अनि पास्ताहरूमा काँचो काँचै मनपर्छ, तर मेरो बच्चाहरूलाई चाहिँ फेरि मन पर्दैन। अनि त्यही भएर मैले चाहिँ हल्का फ्राई गरेँ। अनि एकछिन फ्राई गरेँ अनि एकछिन अलिकति यो भेजिटेबलहरू अलिकति हुन्जेलसम्म मैले चाहिँ चलाइराखेँ। अनि त्यसपछि भुट्दैछु म। अनि त्यसपछि मैले फेरि यो उसहरूमा चाहिँ धेरै मसलाहरू मैले युज गर्दिनँ। म एकदम सादा बनाउँछु जे कुरा पनि। त्यही भएर मैले थोरै मरिचको धुलो एड गरेँ यसमा। अनि त्यसपछि टेस्टिङ पाउडर अजिनामोटो पनि थोरै युज गरेँ। अनि त्यसपछि अब आफूले कति बनाउने हो त्यो अनुसार चाहिँ मैले नुन अड्कलेर हालेँ। अनि त्यसपछि फेरि एकछिन मैले यसलाई नुन हालिसकेपछि एकछिन फेरि मजाले चलाउँदैछु। अनि यो पनि एकछिन फेरि राम्रोसँग हुनु पऱ्यो, फ्राई हुनु पऱ्यो। अनि त्यसपछि मैले यसमा पास्ता एड गरेँ। अनि यसलाई पनि फेरि मैले राम्रोसँग चलाएँ, फर्काइ। अनि त्यसपछि मैले फेरि यसमा यसलाई राम्रोसँग चलाइसकेपछि अघि रातो बनाएर फ्राई गरेर राखेको चिकन फेरि फ्राई गरेर राखेको चिकन पनि मैले यसमा फेरि पनि एड गरेँ। अनि त्यसपछि फेरि यसलाई मैले राम्रोसँग चलाएँ। अनि त्यसपछि यसमा मैले थोरै कलरको लागि सोया सस थोरै एड गरेँ यसमा पनि। अनि त्यसपछि फेरि भिनेगर पनि हल्का थोरै एड गरेँ। अनि फेरि पनि मैले यसलाई राम्रोसँग चलाएँ। अनि बल्ल कलरिङ हुँदैछ। अनि त्यसपछि त्यसलाई आयो पास्तामा। अनि पास्ता फेरि कोही चाहिँ फेरि यस्तो ससहरू हालेर खानुहुन्छ। मलाई चाहिँ फेरि यस्तै यो चाउमिन स्टाइलमै मनपर्छ पास्ता। अनि त्यसपछि मैले मजाले चलाएँ। मेरो पास्ता रेडी भयो साथीहरू। अनि त्यसपछि मैले प्लेटिङ गर्न सुरु गर्छु। मेरो बाबुहरू एकदम वेटिङमा छन् पास्ता खानलाई। अनि त्यसपछि मैले यसमा प्लेटिङ गरेँ। अनि कस्तो राम्रो कलर आयो हेर्नु न। मलाई फेरि यस्तै मनपर्छ कि। अनि फेरि मैले पास्ता मात्रै के खाने भनेर फेरि काँक्रो पनि साइडमा राखिदिएँ। अनि त्यसपछि अनि बच्चाहरूको लागि यसो देखाउनको लागि चाहिँ मैले हल्का चिज कोरेर माथिबाट राखिदिएँ। पास्ता खासै मन पराउँदैन नि, त्यही भएर मैले अलिकति चिज देख्यो भने खाजा खान्छ नि भनेर सधैँ एउटै खाजा के खाने भनेर। अनि त्यसपछि मेरो पास्ता रेडी भयो। मेरो प्लेटिङ कस्तो लाग्यो हजुरलाई कमेन्ट गर्नु ल।